अचम्म छ भने केलाई हात्ता छौ के भयो बौली आऊ भनेपछि निक्का ठाट मार्दी छौ के भाङ खाइ आऊ भने शिवरात्रि नै हो आज कि बोगडा नगइदा दिले न भूत न लाग्यो नाडी समाउँदै विचारहरुले मलाई के गरेछ थ्याप पुलिन्छ त्यो नारी समाउने बगडन गयो भूत लाग्यो भाङ खायो पागल हो त्यो हुन्छ मलाई पार त्रेतायुगको याद आयो यार तबै हाँस्चा छु म के याद आयो त्रेतायुग में के तुम वहां से राम थे आगे के लक्ष्मण थे आगे के रावण थे आगे के याद आयो त याद नहीं हो न रामायण पढ्या मान्छे हो के म ऊ हामी नैदेखि भयो तैँले नैदेखि हामीले त रामायण पढ्या मान्छे राम भक्त जो हनुमान थे हनुमान जी त्रेतायुगको कुरा राम भक्त हनुमानले यसरी अपनी छाती चिरेर सीतारामको दर्शन देखाइदिया हो दुनियाँलाई यो संसारलाई तब उन भक्त मेन भक्त हुन् रामका भक्त हनुमान थे तर अहिले त यहाँ त यही कलियुगी मैले त ओली भक्त पो देखेँ क्या मैले त उनी अब छाती चिरेर उपड्डे त्यो देखेर म त मैले के सोचेँ भने चाहिँ त्रेतायुगमै हनुमानले छाती चिरेर दर्शन गराइदिएको थियो रामको यही कलियुगमै त्यो ओली भक्तले त्यो छाती चिर्यामा त देखायो यसरी छाती पट्काएको अरे म त कहीँ चिरेर ओलीको दर्शन देखाइदिन्छ कि छाती पनि आएर देखेर ओलीको दर्शन नै पाएँ भाइ उहाँ हामी छातीमै तबै हाँसो लाग्यो मलाई त तपाईँ हो हाँस्थ्यो उहाँको म भाङ्गो खायो भने कहिले खान्छु म भाङ्गो खालि नचाहिने कुरा दिन्छ त्यही हो अरू केही नै